नमस्कार सम्पूर्णमा म नितु भण्डारी। आज मैले मेरो भिडियो जर्नीको 80औं भिडियो बनाइरहेको छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद। जति पनि मेरो भिडियो हेरेर साथ सहयोग सपोर्ट र सुझाव सल्लाह दिनुभएको छ त्यसको लागि म धेरै आभारी छु। आजको भिडियोमा मैले चाहिँ वर्किङ मेमोरी अनि लङ टर्म मेमोरीकै बारेमा कुरा गर्नेछु। लास्ट टाइम मैले भिडियो बनाउँदाखेरि बच्चाहरूले ठुलो ठुलो स्वरमा चिच्चाएर पढ्दा हल्ला गरेर पढ्दा हामीलाई कस्तो लाग्छ भने बच्चा एकदमै लगनशील छ, सिकाइ राम्रो भयो होला जस्तो लाग्छ, तर बच्चाले चाहिँ त्यो एन्सरलाई चाहिँ भनेर सुनाउन सक्दैन, अथवा कोही बच्चाहरूले सुनाए पनि 2-4 दिनपछि त्यो हामीले रिभाइज गर्दाखेरि त्यो एन्सरहरू झनै कम बच्चाहरूबाट हामीले पाइरहेका हुन्छौँ। त्यस्तै गरी टिचरहरूबाट पनि हामी लेसन चाहिँ एक्सप्लेन गर्दाखेरि एकदमै एनर्जी लगाएर फुल साउन्डमा हैन क्लासलाई कन्ट्रोल गरेर कमान्डिङ गरेर हामी चाहिँ लेसन एक्सप्लेन गरेको हो जस्तो लाग्छ, तर बच्चाहरूबाट त्यस्तो पर्फर्मेन्स अथवा रिफ्लेक्सन आउँदैन, या बच्चाहरूले चाहिँ त्यसलाई त्यो नलेजलाई अर्को ठाउँमा एप्लाई गर्न सक्दैनन्। यसको कारण के होला भन्ने कुरामा हामी आज छलफल गर्ने र के टेक्निकहरू अपनाउन सकिन्छ भन्ने बारेमा कुरा गर्छु भनेर मैले भनेको थिएँ। सो फर्स्टली त हामीले फेरि एउटा कुरा हामीले सम्झिन एकदमै जरुरी छ र यसलाई बुझ्न जरुरी छ कि जब पनि हामी कुनै पनि इन्फर्मेसन बच्चाहरूलाई दिन्छौँ नि, चाहे जुनसुकै माध्यमबाट होस्, त्यो इन्फर्मेसन सुरुमा आउने भनेको चाहिँ वर्किङ मेमोरीमै हो है। त्यो इन्फर्मेसन आउने भनेको वर्किङ मेमोरीमा हो। वर्किङ मेमोरीबाट बल्ल त्यो इन्फर्मेसन चाहिँ प्र्याक्टिस हुँदै जाँदा, त्यसमा चाहिँ सिकाइ दिगो हुँदै जाँदाखेरि, बच्चाले गहिराइसँग बुझ्दै जाँदाखेरि बल्ल त्यो वर्किङ मेमोरीबाट चाहिँ हाम्रो लङ टर्म मेमोरीमा जाने हो भन्ने कुरा चाहिँ हामी बिर्सिनु हुँदैन है। सो अब मानौँ हामी क्लासमा गइसकेपछि हामी एउटा कुनै पार्टिकुलर क्लासमा जान्छौँ। मानौँ हामीले क्लासमा डेस्कहरू अस्तव्यस्त देख्यौँ, क्लासलाई डर्टी देख्यौँ, अथवा जेसुकै देख्यौँ, हामी त्यो बारेमा कुरा गर्न थाल्यौँ, अथवा कुनै एउटा पार्टिकुलर बच्चालाई चाहिँ हिजोको आजको अथवा केही होमवर्कको कुराहरूमा हामी चाहिँ एकदमै कडा तरिकाले प्रस्तुत भएर त्यो क्लासमा हामी चाहिँ स्टार्टिङ त्यसरी गऱ्यौँ भने त्यहाँ बच्चाहरूको मेमोरी वर्किङ मेमोरी चाहिँ त्यही कुराले फुल भइसक्यो हेर्नु है। अब त्यो बच्चाले चाहिँ तपाईँलाई जति इफेक्टिभ तरिकाले तपाईँहरूले चाहिँ लेसन एक्सप्लेन गरे पनि बच्चाहरूले बुझ्दैन। अब इन्स्ट्रक्सन त दिनु पऱ्यो, तर कसरी दिने भन्दा एकदमै लाइटली है, एकदमै लाइटली इन्भाइरोमेन्टलाई लाइट राखेर हँसाएर होइन, एकदमै नरिसाइकन एकदम रुड नभइकन बच्चालाई चाहिँ सिकायो भने उनीहरूलाई चाहिँ मानव उनीहरूले केही गल्ती गरेका रहेछन् भने पनि बच्चालाई चाहिँ सजिलो तरिकाले बच्चालाई चाहिँ एक्सप्लेन गर्न पऱ्यो। यसले गर्दा के भयो, वर्किङ मेमोरीमा ठाउँ चाहिँ खाली छ। अब हजुरहरूले लेसन एक्सप्लेन गर्न पऱ्यो होइन। अब लेसन एक्सप्लेन गर्दाखेरि बच्चाहरू दे आर रेडी टु लर्न। पहिला त हामीले के गर्नुपर्छ, बच्चालाई रेडी बनाउनु पऱ्यो सिक्नको लागि। त्यसको लागि वर्किङ मेमोरीलाई चाहिँ लाइट बनाउने, त्यही भएर हामी धेरै ठाउँमा हामी ट्रेनिङको कुरा गर्दाखेरि पनि स्टार्ट गर्दाखेरि कुनै गेमबाट गर्ने होइन, कुनै चाहिँ एक्सर्साइजबाट गर्ने भन्ने कुराहरू हामी सुनिराखेका हुन्छौँ। त्यो किन हो भन्दाखेरि बच्चाको माइन्ड चाहिँ वर्किङ मेमोरीलाई चाहिँ एम्प्टी बनाउनको लागि अब चाहिँ बच्चा चाहिँ सिक्नको लागि रेडी छ। सो पहिला हामी चाहिँ बच्चालाई सिक्नको लागि रेडी बनाउनु पऱ्यो। त्यसपछि अब लेसन एक्सप्लेन गर्ने धेरै तरिकाहरू हुन्छन्, तर मैले चाहिँ आफूले सिकेअनुसार अथवा मैले जति पढेँ त्यो अनुसार चाहिँ वर्किङ मेमोरीमा चाहिँ लोड कम पर्ने तरिकाको बेसिकली र जो हामी सबैले एप्लाई गर्न मिल्ने होइन, त्यो एडभान्स स्कुल अथवा कुनै सानो स्कुलमा त्यस्तो होइन, हामी सबैले एप्लाई गर्न मिल्ने चाहिँ मैले 3वटा मेथड देखेको छु। डुअल कोडिङ मेथड, एउटा छ हाम्रो पार्शियली स्क्याफोल्डिङ मेथड, अनि थर्ड छ हाम्रो हायरकी मेथड और ट्री मेथड है, जसमा चाहिँ हामी म्याट्रिक्स डिजाइनको कुराहरू हेर्छौँ। सो फर्स्टली डुअल कोडिङ मेथडमा हामीले चाहिँ जस्तो बच्चाहरूलाई पढाउन थाल्यो, इन्फर्मेसन दिन थाल्यो, हामीले कुनै लेसनको बुक हातमा लिएर अनि त्यसपछि यो हो त्यो हो भनेर पढ्दै जाने अनि बच्चाहरूलाई चाहिँ पढ्न लगाउने, अन्डरलाइन गर्न लगाउने गर्छौँ नि, त्यो त ठिक छ। त्यो एउटा वेबाट आउने इन्फर्मेसन भयो, एउटा वेबाट मात्रै के हुने भयो त टिचिङ भयो। अब हामी यसमा सँगसँगै अर्को मेथड पनि अप्लाई गर्नु पर्यो। अब यसमा चाहिँ के गर्न सकिन्छ भन्दा जस्तो एउटा साइन्स सब्जेक्ट छ भने साइन्स सब्जेक्टको लागि हामी चाहिँ के गरिदिने, एउटा ड्रइङ बनाइदिने। फर इक्जाम्पल हामी चाहिँ वाटर साइकल पढाइरहेका छौँ भने वाटर साइकल दिस इज वाटर साइकल भनेर चाहिँ त्यसलाई त्यो डिफिनेसनलाई चाहिँ पढ्ने लेखिदिने बच्चाहरूलाई पढाउने गर्न भन्दा अगाडि चाहिँ हामी चाहिँ बच्चाहरूलाई चाहिँ स्टार्ट गर्नु पर्यो। वाटर साइकल भनेको यस्तो साइकल हो जुन वाटरबाट चल्छ भन्ने कुरा होइन। अब बच्चाले सोध्छन् वाटरबाट साइकल चल्ने भन्ने सोध्छन् के, होइन होइन यो नेचरमा चल्ने साइकल हो भनेर, अनि उहाँहरूलाई चाहिँ एउटा
हुन्छ नि ड्रइङको तरिकाले अब अग्लो ठाउँबाट पानी बगेको माउन्टेनबाट रिभर आएको होइन त्यसपछि गएर त्यो इभेपोरेसन हुन्छ सन बनाइदिने त्यसपछि माथि जान्छ कन्डेन्सेसन हुन्छ अनि क्लाउड बन्छ अनि फेरि यसरी चाहिँ त्यो रेन ड्रप्समा चेन्ज हुन्छ अनि फेरि रेनफल हुन्छ भन्ने तरिकाले त्यहाँ एउटा ड्रइङ बनाइदिइसकेपछि बच्चाले चाहिँ सुने पनि होइन वर्ड्सहरू पनि सुने प्लस उनीहरूले भिजुअल पनि देखे होइन। अब यहाँ चाहिँ हाम्रोमा मैले कतिपय स्कुलमा देखेको छु हामीले चाहिँ स्मार्ट बोर्डको तरिका पनि युज गर्न सकिन्छ। अब सबैसँग त अभाइलेबल त हुँदैन र मलाई पर्सनली कस्तो लाग्छ भने स्मार्ट बोर्डमा हामी जान्छौँ कुनै एउटा वाटर साइकलको एनिमेसन हामी भिडियो चाहिँ प्ले गरिदिन्छौँ तर हामी चाहिँ के भयो त हामी पेसिभ भयो प्लस टिचर पनि प्लस स्टुडेन्ट्स पनि पेसिभ हुन्छन्। उनीहरूले डिस्प्ले भइराखेको कुरालाई यसरी हेरिराखेका हुन्छन् र त्यो कन्टेन्टमा भन्दा बच्चाहरूका चाहिँ त्यो कलरहरू के छ त्यहाँ चाहिँ लेटर्सहरू कसरी डिस्प्ले भइरहेको हुन्छन् अब त्यहाँ साइड क्यारेक्टर के छ लेटर्सहरू कसरी फ्लोट भइराखेका छन् त्यहाँ बादल के छ कसो छ अनि यसमा कुनै चाहिँ अब आवाज कस्तो छ। अब धेरै जसो अब हाम्रो फरेन भिडियोहरूमा देख्यो भने सुन्यो भने त त्यो आवाजहरू अलि फरक प्रोनाउन्सिएसन र एक्सेन्ट हुन्छ। सो त्यतातिर बच्चाहरूले चाहिँ बढी फोकस गरिरहेका हुन्छन् कन्टेन्टमा फोकस कम हुन्छ। सो मलाई कस्तो लाग्छ भने हरेक कुरामा स्मार्ट बोर्डको युज नगरिकन हामी फर्स्ट थिङ हामीसँग के अभाइलेबल छ भन्दा व्हाइट बोर्ड होइन व्हाइट बोर्डलाई अभाइलेबल जुन छ त्यसैलाई युज गरेर हामी चाहिँ पिक्चरहरू पनि ड्र गरिदिने त्यसले गर्दा के हुन्छ बच्चाहरू एक्टिभ हुन्छन् होइन। अब हामीले चाहिँ बादल यस्तो हुन्छ कि हुँदैन भन्ने अलिकति बिगारिदिने बच्चालाई तिमीले बनाऊ त बादल भनिदिने होइन सन बनाइदिने त्यस्तै यो यस्तो हुन्छ कि हुँदैन भन्ने मलाई त आएन र तिमीले बनाइदेऊ त भन्ने होइन। त्यसपछि रेनको कुरा सबै कुरामा बच्चाहरूलाई इन्भल्भ गर्दै अनि त्यसपछि वाटर साइकलको जब हामी कन्सेप्ट दिन्छौँ नि अनि त्यसपछि त बच्चाहरूलाई के हुन्छ त सुन्छ पनि बुक पनि हेर्छ र प्लस भिजुअल पनि के गर्न सक्छ उसले अनुभव गर्न सक्छ र त्यसरी के हुन्छ त बच्चामा डुअल तरिकाले चाहिँ के हुन्छ इन्फर्मेसन आउँछ र यसले के हुन्छ त बच्चाले सिक्छ पनि अनि वर्किङ मेमोरीमा लोड चाहिँ कम हुन्छ। हामी भन्दै जाँदा डिफिनेसन मात्रै घोकाउँदै जाँदा डिफिनेसन मात्रै भन्दै जाँदाखेरि के हुन्छ त बच्चाले त्यो नयाँ वर्डहरूको स्पेलिङ पनि जान्दैन इभेपोरेसन कन्डेन्सेसन होइन यस्ता वर्डहरू उसले बुझ्दा पनि बुझ्दैन र हामी भन्दै जाँदाखेरि हामीलाई त आउँछ त हामीले त भनिहाल्छौँ नि त बच्चाले त्यो कुराहरू सिक्नको लागि र त्यसलाई अडप्ट गर्नको लागि एकदमै चाहिँ के हुन्छ त गाह्रो हुन्छ होइन। सो बच्चालाई एकदम सिम्पल ल्याङ्ग्वेजमा ड्र गरेर होइन बच्चालाई पनि इन्भल्भ गरेर भिडियोमा चाहिँ त्यो बच्चाहरू पेसिभ हुन्छन् होइन बच्चाहरूले चाहिँ आफू इन्भल्भ भएर केही पनि गर्न पाउँदैन। मैले अघि भने जस्तै उनीहरूको ध्यान चाहिँ अन्त हुन्छ कन्टेन्टमा कम हुन्छ है। सो यसरी चाहिँ हामी के गर्न सकिन्छ त इन्भल्भ गर्न सकिन्छ। अरू मेथड पनि हुन्छ जस्तो अरू हाम्रो चाहिँ नेपालीको सब्जेक्ट छ भने कसैलाई रोल प्ले गराइदिने तिमी यो भन तिमी यसरी संवाद गर यसरी कुराकानी गर है। जस्तो केही कथाहरू छ भने म यो हो भनेर आफैले कथा सुनाइदिने होइन अब के को बारेमा छ त्यहाँ त्यसरी हामी चाहिँ आफू के गर्नुपर्छ डुअल तरिकाले हामी चाहिँ इन्फर्मेसन दिन खोज्यौँ भने बच्चाको वर्किङ मेमोरीमा लोड कम पर्छ अनि कुराहरू इन्फर्मेसनहरू सिकाइहरू छिटो चाहिँ वर्किङ मेमोरी लङ टर्म मेमोरीमा चाहिँ के हुन्छन् त ट्रान्सफर हुन्छन्। अब यसका बाँकीका दुईवटा टेक्निक छ त्यसको बारेमा मैले भोलिको भिडियोमा कुरा गर्नेछु। हस्त धन्यवाद बाई गुड नाइट टेक केयर।